फ्रेन्ड गुड मर्निङ नमस्ते एभ्रिवान। नयाँ दिनको सुरुवात यस्तो भइरहेछ बत्तीहरू बलेर। आजको दिन चाहिँ हामी चाहिँ पारी पल्लो गाउँ जाँदैछौँ। त्यहाँ चाहिँ बिहे छ अनि त्यहाँ चाहिँ सघाउनको लागि चाहिँ हाम्रो गाउँको एउटा टिम छ। त्यो टिमबाट चाहिँ म पनि आज जाँदैछु। घरबाट राति हिँड्दा यतिको उज्यालो भइरहेको छ। जे होस् चिसो एकदम चिसो छ। यस्तै छ साथीहरू। कतिको पाइन्छ टाइमहरू कतिको मिल्छ भिडियोहरू गर्न र पनि सुरुवात हुँदैछ। अस्तिको भिडियो पनि छोटो भयो तर पनि भिडियो चाहिँ गरेँ साथीहरू हेर्नु होला है कस्तो हुन्छ मेरो आजको दिन। छोटो छोटो भए पनि म भिडियो गर्छु। दामी हो कत्रोबाट ओइ अन्त ओइ काली छोरी पो यस्तै छ यो दुध सस्ता पुरानो साँच्ची त कस्तो राम्री हो। यो चाहिँ यताको टिमको माथि टोयलेट त छैन। यस्तो सिस्टमहरू यो चाहिँ हेर्नुहोस् है डेकोरेसन हामी त्यहाँ आइपुगेछौँ। यो चाहिँ नेपाल टाढो है खासमा चाहिँ साथीहरू। यो चाहिँ हाम्रो मङ्खरको समूहले चिया तातो तातो खानु पाइयो। घर चाहिँ यहाँ रहेछ माथि टिराहरू त्यहाँ माथि। यो चाहिँ नेपाल टार है चोकदेखि अलिक यता पर्सेर चाहिँ मङ्गलबारे जाने ठाउँतिर है यस्तै छ है। सबैजना रेडी हुँदैछ सबैजना रेडी हुने फोटो खिच्ने कार्यक्रम। एकछिन विश्रामको टाइम। गरिदिनुहोस् है यो लाइट अफ गर्नु भन्छु। लाइट यस्तो भइरहेको छ खानपिन कार्यक्रम भइसक्यो स्टार्ट।
सबैको भिडियो नि बना खिच्न खिच पनि भिडियो पनि बनाइ लाइट पनि बलिरहेको रहेछ भिडियो नि बनाउला सबैतिर टिमहरू चाहिँ यस्तो छ साथीहरू अहिलेको यहाँको अवस्था अब प्राय रेडी भइसक्यो सबै कुराहरू यो चाहिँ हेर्नुहोस् है यस्तो अवस्थाहरू छ डेकोरेसन मूलखर्क युवासम्मको है यो चाहिँ डेकोरेसनहरू सबै यहाँ आज हुने कार्यक्रमहरू चाहिँ सबै चाहिँ यो चाहिँ हाम्रो मूलखर्कको है हेर्नुहोस् है डेकोरेसन राम्रो छ यस्तो भिडियो भएको छ साथीहरू दिस भलक भतिजी एफ्रेन टोपी लाउदिन ढिलो बाइ बाइ मास्क लगाएर पानी आएर एकदम गाह्रो भयो अवस्थाहरू एकदम के भन्नु यस्तो यो चाहिँ बिहेको अन्तको समयमा खिचेको भिडियो साथीहरू ब्याकग्राउन्ड म्युजिक चाहिँ ठुलो भएको कारणले मैले चाहिँ यहाँ चाहिँ साउन्डलाई चाहिँ सानो बनाएको छु अनि यहाँ चाहिँ सकिकनको त्यहाँको टिमहरू बसिकन त्यहाँ भोलि अब यत्रो कामहरू हुन्छ यसको लागि भोलि के गर्नुपर्ने भनेर उहाँहरूले सरसल्लाहहरू गर्दै हुनुहुन्थ्यो त्यही बेला मैले खिचेको थोरै भिडियो है साथीहरू उहाँको टिम चाहिँ ठुलो छ म चाहिँ त्यहाँ टिममा छैन तर पनि म चाहिँ त्यहाँ गएको थिएँ हिजो चाहिँ अलिक टिम अपुग हुने अवस्था भएको कारणले चाहिँ म चाहिँ त्यहाँ पुगेको थिएँ खास दिन बिहेको दिन चाहिँ म चाहिँ त्यहाँ गएर बाँड्न ओर्न सघाएको थिएँ साथीहरू यस्तै छ त्यो टिमहरू चाहिँ राम्रो छ हेर्नुहोस् न डेकोरेसनहरूदेखि लिएर सबै राम्रो छ मेरो क्यामेराले क्याप्चर गरे अनुसारको ठिकै छ यतिको है अब राम्रो क्वालिटीको क्यामेरामा त यो हेर्दा त्यहाँ फेस टु फेस हेर्दाखेरि चाहिँ एकदम रमाइलो छ राम्रो छ त्यहाँ आउनुहुने सबैजनाले खुसी साथ बढ्नुभयो तपाईँहरूले यति धेरै राम्रो सुविधा गर्नुभयो हामी धेरै खुसी छौँ भनेर त्यहाँ आउनुहुने जतिजना हुनुहुन्थ्यो उहाँहरू प्रायः सबैजनाले चाहिँ हाम्रो त्यो टिमलाई चाहिँ तारिफ गर्नुहुँदै थियो है साथीहरू अनि यहाँ बेहुला बेहुली पनि बेलुका फोटोसुट हुँदै रहेछ त्यो नमस्ते एभ्रिवान तपाईँहरू सबैजनालाई स्वागत छ म आज चाहिँ बिहानै उपस्थित भएको छु हेर्नुहोस् म बसेकोदेखि माथि हेर्नुहोस् न डाँडाहरू कति राम्रो डाँडाहरू देखिरहेको छन् आज म अलिक बिहानै भिडियो बनाइरहेको छु हामी चाहिँ हिजो पारि गएको थियौँ नयाँ ठाउँमा अनि त्यो ठाउँको चाहिँ मैले भिडियो बनाएको थिएँ अनि रात परि गयो घरमा आइपुग्दा ओर्दा रात परि गयो अनि त्यो भिडियोको इन गर्न पाएको थिइनँ अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद मलाई यसरी नै माया गरिदिनु होला यसरी नै हेरेर साथ सपोर्ट गरिदिनु होला अनि नयाँ भ्युअरहरूलाई चाहिँ म के भन्न चाहन्छु भने मेरो भिडियोलाई हेरेर लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला तपाईँहरूको आजको दिन शुभ रहोस् धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो